हेलो साथीहरू, यदि तपाईँहरू साउदीमा हुनुहुन्छ, साउदीबाट एसटिसी सिमबाट नेपालको जुनसुकै सिममा पनि तपाईँहरूले चाहिँ पैसा पठाउन चाहनुहुन्छ भने एगिराज भ्लगलाई सर्वप्रथम तपाईँहरूले सब्सक्राइब गरेर साथ दिनुहोला है त। तपाईँहरूको दिन शुभ रहोस् र अब लागौँ हामी भिडियोतर्फ है त। तपाईँहरूले साउदीबाट एसटिसीबाट नेपाल पैसा पठाउनको लागि *134बाट पनि तपाईँहरूले पैसा पठाउन सक्नुहुन्छ। त्यसको लागि मैले भिडियो पनि बनाएको छु, तपाईँहरूले अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। र अर्को तरिका छ हामीसँग मेसेज गरेर पठाउने तरिका। जस्तै हामीले मेसेज पठाएर मेसेज बक्सबाट आफ्नो मोबाइल नम्बर र *13 छानेर पनि पठाउन सक्छौँ। दुवै तरिकाहरू एकदम सजिलो छन्। तपाईँहरूले एकैछिन यो भिडियो हेरेर अन्तिमसम्म गर्नुभयो भने बुझिहाल्नुहुन्छ है त। अब त्यसको लागि हामीले सर्वप्रथम त हामीले 801500 हान्नुपर्ने हुन्छ। त्यसपछि तपाईँहरूको यो मेसेज बक्स छ नि, मेसेज बक्समा गएर तपाईँहरूले मेसेज गर्नुपर्ने हुन्छ है त। अब मेसेज कसरी गर्ने त? अब मेसेज गर्नको लागि तपाईँहरूले सर्वप्रथम तपाईँहरूले चाहिँ त्यही फेरि स्टार हान्ने, स्टार हानिसकेपछि 133 स्टार हान्ने है त। 133 स्टार हानिसकेपछि तपाईँहरूले चाहिँ आफ्नो चाहिँ कोड नम्बर कति हो त नेपालको त्यो कोड नम्बर हान्नुहोस्। अब मैले आफ्नो मोबाइल नम्बर हानेको बेला छोपिरहेको छु। तपाईँको मोबाइल नम्बर हानेर स्टार हान्ने, त्यसपछि तपाईँको मोबाइल नम्बर कति हो, तपाईँको कति हो सबै क्लियर गरिसकेपछि स्टार, तपाईँको पैसा कति, त्यसपछि तपाईँले ह्याच हानेर तपाईँहरूले सेन्ड गर्न सक्नुहुन्छ। र अर्को तरिका छ हामीसँग। अब तपाईँहरूले *134 कसरी पठाउने त है त। अब *134 हान्ने, यसरी गर्ने अनि यसो खुल्छ। त्यसपछि तपाईँहरूले इन्टरनेसनल ट्रान्सफर गर्न लाग्नुभएको हो है, त्यही भएर 3 हान्नुहोस्। अब 3 हानिसकेपछि तपाईँको देश कुन हो, अब कुन देश पठाउँदै हुनुहुन्छ। हामीले त नेपाल पठाउने हो 9 नम्बरमा। नेपालको लागि तपाईँहरूले चाहिँ अब यसो हानेर ठ्याक्क कति पैसा पठाउने त्यो पनि आउँछ है। अब यो पैसा हामीहरूको 2 नम्बरको मैले अब 200 पठाउनु लाग्यो, त्यही भएर 2 नम्बरको पठाएँ। त्यसपछि तपाईँहरूले आफ्नो मोबाइल नम्बर यसमा हान्ने हो होइन, +977 कोड नम्बर हानेर है त, नत्र जाँदैन। आफ्नो मोबाइल नम्बर मैले हानिसकेँ, यसरी चट्टा हानिसकेपछि अब तपाईँको आफ्नो मोबाइल नम्बर मैले छोपेको छु। एकमा तपाईँले एस हान्नुहोस्, एस हानिसके जान्छ है त। ल गइसक्यो। यसरी तपाईँहरूले चाहिँ पैसा पठाउन सक्नुहुन्छ। र यस्तै किसिमका विभिन्न किसिमका भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो आइडीलाई सब्सक्राइब गर्नुहोला, कपी लिङ्क गर्नुहोला, कमेन्टो गर्नुहोला है त। तपाईँहरूको दिन शुभ रहोस्। यसरी नै हो पठाउने तरिका।